त गाइज आज चाहिँ हाम्रोमा फाइनली ग्यास आइसकेको छ। धन्यवाद हर्क साम्पाङज्यूलाई। उहाँको कारणले गर्दा चाहिँ मान्छेहरू डराएर चाहिँ ग्यास सजिलै मिडल इस्टबाट आपूर्ति भएर चाहिँ नेपाल आइपुगेछ। उहाँलाई हर्क साम्पाङ लगायत पुराना पार्टीहरूलाई धेरै धेरै धन्यवाद। घन्टेले नगरेको काम गरिरहनु भएको छ। हेर्नुहोस् त नत्र समाचार, यस्ता यस्ता समाचार देखेर पनि घन्टे घन्टे भन्नेहरू घन्टेलाई अहिलेको यस्तो समस्यामा पनि घन्टे घन्टे भनेर कराउँदैछन् नि। भारतलाई सम्म पनि डर लागिसकेछ हौ हर्क साम्पाङको अभियान देखेर। यतिखेर चाहिँ ताली बजाउनु पर्छ क्या, अचम्म लाग्यो है। सुन्नु न, मैले भन्दैछु त यो देशको सगरमाथालाई हल्लाउन सजिलो होला, हर्क साम्पाङलाई हल्लाउन गाह्रो। सक्दैन है। यो संसारकैको जुनसुकै शक्ति आओस् हर्क साम्पाङलाई हल्लाउन सक्दैन। अब यति देख्दै पनि घन्टेले ग्यास देन भन्ने, अहिलेको सरकारले ग्यास देन जनतालाई पीडा दियो भन्नेलाई चाहिँ के भन्नुहुन्छ? बिहानै खाली पेटमा चाहिँ एक चम्ची आची खाऊ, त्यसपछि चाहिँ तपाईँहरूको मनोरोग निको हुन्छ भनेर सल्लाह दिनु पर्ला है त। धन्यवाद।